हाई एभ्रिवान, सम्पूर्णमा नमस्कार। तपाईँलाई मेरो फेरि सिक्ने ब्लगमा स्वागत छ। आज चाहिँ म चाहिँ करेलाको चाहिँ मोमो खान गइरहेको छु। जाडो भयो नि त, जाडो भइसकेपछि चाहिँ तातो तातो चाहिँ प्रेसर कुकर मोमो चाहिँ खान गइरहेको छु। हेर्नु ल, यो चाहिँ करेलाहरू मैले तासेर क्या नुनहरू लगाएर राखेँ। अनि त अब थोरै त हो, प्याज काट्ने 2टा हुर्किहाल्छ। प्याजहरू काटेर चाहिँ फेरि अदुवाहरू थोरै किमालमा लगाउँदाखेरि चाहिँ मिठो हुन्छ। त्यही भएर अदुवाहरू पनि काटेँ। अनि त्यसलाई चाहिँ किमालाई नुन लाएर साइड राखिदिएपछि चाहिँ म चाहिँ पिठो मुस्नतिर लागेँ। पिठो मुसिसकेर अनि पिठोलाई चाहिँ प्लास्टिकमा चाहिँ प्याक गरेँ। त्यसले गर्दा चाहिँ पिठो चाहिँ अलिकति नरम हुने भएको हुनाले अनि मैले चाहिँ अचारको लागि चाहिँ फर्सीको बियाँ चाहिँ भुटेँ अनि तयार गरेँ। अब किमा मैले मोल्न थालेँ ल। म किमा मोल्ने चाहिँ यत्तिको चाहिँ जुसी चाहिँ बनाउनु पऱ्यो क्या, मिठो हुन्छ नि त। त्यो भएको हुनाले चाहिँ मलाई चाहिँ जुसी मनपर्छ। अनि मैले काट्न थालेँ। अब चुट्याउन चाहिँ अलिक झ्याउ हुन्छ क्या, अनि सिमसिम म चाहिँ काट्छु चक्कुले। अनि यसलाई चाहिँ अब चाहिँ मैले बेलिसकेँ, थोरै बनाएँ। बेलिसकिसकेपछि चाहिँ पोको पार्न थालेँ। पोको पार्दै जाँदाखेरि चाहिँ पोको पारेर पनि सकेँ। अनि अब चाहिँ मैले यसलाई चाहिँ कुकरमा चाहिँ लगाउनु यति भएछ क्या, यति बनाएँ। अनि यहाँ अचारहरू पनि रेडी भएको छ, त्यो उम्लिँदैछ। त्यो भएको हुनाले भक उम्लिँदैछ लगाएर सिटी लगाएँ। अनि 2 सिटी लगभग गयो। अनि 2 सिटी अलिकति सिटी लगाउँदा पनि मजा राम्रै हुन्छ। अनि निकालेर यस्तो भयो भने त कस्तो जुसी। अनि धनियाँ लगाएर चाहिँ खान योग्य भयो। कस्तो दामी तातो 2टा अगाडि लगाइदिएको पिरो भयो। हेर्दा पनि कस्तो मिठो खाउँ लाग्यो। अनि तपाईँहरूलाई कस्तो लाग्छ मोमो? मनपर्छ भने जाडोमा छिट्टो मिठो यसरी बनाएर खानुहोस् ल। बाई बाई।